Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Happy birthday to you. हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो अर्को न्यू भ्लगमा। सो आज चाहिँ यो हाम्रो बाबाको बर्थडे। सो मामु चाहिँ मामा घर जानुभएको थियो। सो अनि आउँदाखेरि चाहिँ मैले फोन गरेको थिएँ अनि केक ल्याउनु भनेको थिएँ सरप्राइज हो बाबाको लागि। अनि केक ल्याउनु भएको छ। सो अब बाबा आउनुहुन्छ एकछिनमा अनि त्यसपछि हामी सरप्राइज गर्छौँ। हेर्दै गर्नु होला, एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला। फाइनली बाबा आइसक्नु भएको छ। हाम्रो सबै रेडी छ। अब बत्ती बाल्नुपर्छ। ठिकै आइपुगेपछि Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. मतलब मेरो चाहिँ त्यति खाना लाग्यो नि त। यो छोरी हामी नि लाइदिनु यो लाइदिनु बाबालाई। राम राम ह्यापी बर्थडे। बर्थडेको दिन पुरै खाना आएछ त आज। ए म त दुई तीनवटा ग्रुपमा खादा भेरेको भेरै छ। बर्थडे मनाइदिएको के? बर्थडे मनाइदिएको एकछिन। थ्याङ्क यू छोरी। छिटो तपाईँलाई खाना लाउँदै आइरहेको छु नि। के गरेको कि बाबालाई चकलेट खोज्नु न साना न बुढाबुढी न केटाकेटी। फाइनली अब चाहिँ केक काट्ने बेला भइसकेको छ। Happy birthday, happy birthday, happy birthday to you. May God bless you. May God bless you. Happy birthday, happy birthday, happy birthday to you. त्यहाँ पोलो होला नि। बर्थडेको दिन खाना गर्न गर पानीमा के गर्नु? होइन नुन हाल नुन हाल नुन हाल। पर्दैन आइस तलमा ल फेरि आऊ है ह्यापी बर्थडे। केक काट्नु पाइँदैन हो त। छोरी नभई कहीँ केक काटिन्छ कति पोलो भन्छ। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday. आमालाई फोन पनि हामीले खानु न। आमाले खाने केक होइन यो। ए म खाँदिन भाइलाई म खुवाउँछु। एक केक हो क्या यो। ह्यापी बर्थडे टु यु। हेलो एक मिनट थिएन नि त। को बाबालाई खाइदिन्छु नि। म कहिलेदेखि गएको छैन होला। छोरोको रहर है आज बाबाको बर्थडे। ल यो गरौँ न। केक ल्याऊ। यसलाई फ्रिजमा राखौँ। दाइजोलाई पनि केक मिठो आएछ। हाल्दैन नि अहिले। थोरै हाम्रो भोकले हात दिएको आज यो। भोकले त अनि छैन भात बिहान बिहान खायो कि ढाडा ल्याएर खाइदियो गर्दा पोलेको ठिक भयो। यहाँ कस्तो घाउ भयो। फाइनली सेलिब्रेसनहरू भइसकेको छ, रात परिसकेको छ। सो आई होप तपाईँहरूलाई आजको ब्लग मन पऱ्यो होला। मन पऱ्यो भने लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु। अनि मलाई टिकटक र इन्स्टाग्राममा फलो गरिदिनु। फेसबुकमा पनि एड फ्रेन्ड गर्न सक्नुहुन्छ। लिङ्क सबैको डिस्क्रिप्सनमा छ। अनि सरी ब्लग सानो भयो, देखाउने अरू कुरा केही थिएन त, त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ। बाई।